चाहिँ विपासना ध्यानमा गएपछि हाम्रो उहाँ म्याम र म ठ्याक्कै एउटै टाइममा गएको थियौँ गएका रहेछौँ। जाँदा पनि एकदम गाडी चलेको, आउँदा नि गाडी चलेको, आएर हेर्दा सबै ध्वस्त भइसकेको अवस्था रहेछ। तर त्यहाँ केही पनि थाहा भएन हामीलाई। त्यहाँ चाहिँ 10 दिनको ध्यान हुन्छ। विपासना ध्यान चाहिँ यो चाहिँ बुद्धको ध्यान विधि हो। बुद्ध चाहिँ बुद्धत्व प्राप्त गर्ने क्रममा चाहिँ विकास भएको ध्यान विधि हो भन्ने पनि त्यहाँ सिकियो। खास यो चाहिँ एकदमै 10 दिनको रेसिडेन्सियल ध्यान हुन्छ। यो चाहिँ एकदमै अप्ठ्यारो हुन्छ। धेरै मान्छेलाई चाहिँ, धेरै मान्छे होइन, म पनि त्यहाँ सुरुको 3 दिन चाहिँ अब साससँग समेत हुन्छ। त्यसपछि 4औं दिनमा विपासना क्रिया भन्ने हुन्छ। त्यसपछि त्यसले कन्टिन्यू गर्दै आफ्नो शरीरको विभिन्न पार्टहरूको संवेदनालाई फिल गर्ने भन्ने हुन्छ। अनि यो चाहिँ लगभग धेरैलाई गाह्रो हुने विषय हो क्या ध्यान चाहिँ। सुरुको 1-2 दिन त मलाई पनि रमाइलो लाग्यो, किनभने मान्छे भेट्नु पनि नपर्ने, बोल्नु पनि नपर्ने। फेरि त्यहाँ कस्तो हुन्छ भने मोबाइल सुरुकै दिन हामीले डिपोजिट गरेको हुन्छ। त्यहाँ हामीले खाने हुने केही पनि आफूले लाने भन्ने पाइँदैन। त्यसपछि एउटा टेबलमा नाम लेखेको हुन्छ। यो टेबलमा, त्यही टेबलमा बस्ने, त्यही टेबलमा थाल हुन्छ, त्यही टेबलमा बोटो हुन्छ, चम्ची हुन्छ। खाने टक्क यसरी लाइन लागेर माग्ने, त्यो नबोलिकन कुनै नहेरिकन हालिदिन्छ, त्यो थपक्क ल्याउने अनि खाने। त्यसपछि त्यो थाल भाँडा आफैले मार्ने, ट्याक्क ल्याएर घोप्ट्याउने अनि त्यो छोपेर हिँड्ने भन्ने हुन्छ। अनि 3 दिनसम्म त एकदम ठिकै लाग्यो। त्यसपछि त्यो बस्दा बस्दा अलिकति पेट पनि दुखे जस्तो भयो क्या मलाई। अनि त्यो कान पनि अलिक दुखे जस्तो भयो मलाई। अनि फेरि मेरो बानी चाहिँ अलिक चकचके खाले बानी छ क्या। खासै म केही नगरिकन नबस्ने। अनि त्यहाँ चाहिँ कस्तो हुन्छ भने आफ्नो बानी सबै निस्किँदो रहेछ क्या। अनि त्यो बेला चाहिँ म यसो कुदेर हिँड्दै पाचुन्दै हिँड्दै हिँड्थेँ क्या। त्यो आफूले फिल हुन्छ होइन। पाचुले यता यसो गर्ने, उता यसो गर्ने, कोही चाहिँ हेरेर बोलोस् भन्ने चाहिँ नि हुने। अनि 14 दिनबाट चाहिँ मलाई एकदम पिर लाग्न थाल्यो क्या। अनि मलाई चाहिँ त्यो बेला कस्तोसँग फिल भयो भनेदेखि अब चाहिँ म चाहिँ अब मेरो केही पनि छैन, म चाहिँ अब मरे जस्तै हो, मेरो चाहिँ केही अर्थ पनि छैन, म एउटा निक्लिन्न पनि होला भन्ने जस्तो मलाई फिल भयो क्या। त्यसपछि म चाहिँ त्यो जुन त्यो बोलाउने सेसन हुन्छ नि भन्ने बेला हुन्छ नि त्यो गुरुलाई भन्ने, त्यो बेला म त्यो ध्यान सकेपछि म गएँ। गुरु मलाई त एकदम गाह्रो हो, अब त जान्छु भनेर गएँ म 14 दिनमा। त्यसपछि होइन अहिले कोठा जानु भनेर त्यसपछि गएँ। त्यसपछि कोठामा म गएर रोइरहेको थिएँ कि म त्यहाँ रोइरहेको। त्यहाँबाट त्यो बोलाउन आएछन् त्यो मान्छेहरू। त्यहाँबाट म गएँ। त्यसपछि म चाहिँ गएर चाहिँ गुरुबा चट्ट यहाँ बस्ने। त्यहाँ चाहिँ कस्तो हुन्छ भने माथि गुरुबा चट्ट माथि कुर्सीमा बस्नुहुन्छ, हामीले यसरी तल बस्नुपर्छ क्या। त्यो उहाँ चाहिँ त्यो उता पर्छ रुममा लानुभएको थियो मलाई। अनि म चाहिँ गएर रोएँ, निकै रोएँ म। त्यसपछि उहाँ हेरिरहनु भयो, यो चाहिँ रो अझै रो भन्नुभयो। त्यसपछि रोएँ म चाहिँ जान्छु, म चाहिँ बस्न सक्दिनँ, यो जाने मेरो लागि होइन भने मैले। त्यो भनेपछि उहाँले के भन्नु भने के गर्छु भन्नुभयो। उहाँसँग त्यो सुरुमै एकदम सबैजना हामी टिचर भनेको हुन्छ क्या। उहाँले त्यो पढ्नु पनि भएको सुरु भन्नुभयो। अब सरकारी जागिरी मान्छे तिमी 3 दिन ध्यान गर्दै यसरी रुँदै हिँड्छौ भने भोलिपल्ट तिमीले के गरी खान्छौ भन्नुभयो। अनि मलाई चाहिँ हो जस्तो पनि लाग्यो। उहाँ पनि रिटायर हुनुहुन्छ है, गभर्मेन्ट जबबाट। त्यसपछि मलाई त्यो आफैलाई नि कस्तो फिल भयो क्या त्यसपछि चाहिँ। अनि आधी घन्टा जतिको भला कसरी रुवाइदिएपछि म त्यहाँबाट निस्केँ। अनि र पनि त्यो गाह्रो भन्ने चाहिँ एकदमै गाह्रो हुन्छ क्या त्यहाँ। किन अब कोठामा अर्को साथी हुन्छ, ऊ हेर्दैन भने, बोल्दैन भने, आफूले हेर्दैन होइन, के भएको हुन्छ कसो अब त्यत्रो 100-150 मान्छे हुन्छ, कसैले कसै मुख पनि हेर्दैन, बोल्दैन भने फेरि बोलिराख्ने मान्छे एकदम गाह्रो हुन्छ भने। अनि घर सम्झिने, परिवार सम्झिने, के सम्झिने, कता हुने, अब लसो परेको त्यता नि सम्झिने, सबैतिर चाहिँ एकदमै सबै इमोसन एकैचोटि आउने हुन्छ क्या त्यहाँ चाहिँ। त्यसैले मेरो चाहिँ एकदम सल्लाहको बारे के छ भने एकचोटि चाहिँ अन्त गए नभए विपासना चाहिँ जानु भन्छु क्या म। आफूलाई मान्छे कति उइक छ होइन, कति कमजोर छ, मान्छेले कतिसम्म सोच्छ, मान्छेको क्षमता के हो, त्यो सबै त्यहाँबाट निक्लिन्छ क्या मान्छेले। त्यो हुन्छ। त्यस कारणले गर्दा त्यसपछि 7-8 दिन भएपछि त अब घर जाने भन्ने डे पनि घट्दै जान्छ। अनि निक्लिने दिन चाहिँ अब बोल्न पाइन्छ 10औं दिन 10 बजी पछाडि चाहिँ। त्यसपछि अलिक आनन्दै हुन्छ जस्तो लाग्छ।